नमस्कार साथीहरू, आज म तपाईहरूसँग क्यान्सर रोगबारे संक्षिप्त साधारण जानकारीमूलक भिडियो लिएर आएको छु। हामीलाई लाग्ने रोगहरूबारे हामी जान्ने चासो नगरेको कारण त्यो रोगले हामीलाई ठुलो हानि पुर्याउन सक्छ। त्यो भएर हामीलाई कुन रोग लागेको छ त्यो रोगबारे बुझ्नु अनि गलत खानपान अनि जीवनशैलीलाई पनि सुधार्नु एकदमै आवश्यक छ। क्यान्सर रोग के हो भन्नुपर्दा क्यान्सर रोग शरीरका कोशिका असामान्य रूपमा बढेर नियन्त्रण बाहिर जानुले हुन्छ। सामान्य अवस्थामा कोशिका जन्मिन्छ, काम गर्छन् र मर्छन्। तर क्यान्सरमा यी कोशिका नमरी निरन्तर बढिरहन्छन् र गाँठो बनाउँछन् वा रगत मार्फत फैलिन्छन्। क्यान्सर कसरी हुन्छ भन्नुपर्दा कोशिकाको डिएनए बिग्रिनु, धूम्रपान, रक्सी, विकिरण रसायन, भाइरस जस्तै एचपिभी, हेपाटाइटिस बी-सी, आनुवांशिक कारण जस्तै ब्राका जिन। जीवनशैलीको कुरा गर्नुपर्दा चुरोट, बिडी, सुर्ती, खैनी, धेरै रक्सी, जङ्क फुड, बोसोयुक्त खाना, मोटापन। वातावरणको कारण कुरा गर्नुपर्दा प्रदूषण अनि रसायनले पनि क्यान्सर हुन सक्छ। क्यान्सर फैलिने तरिकाबारे कुरा गर्नुपर्दा छेउका अङ्गमा सिधै फैलिनु, रगतबाट, लसिकाबाट, यसलाई मेटास्टेटिक्स भनिँदो रहेछ। क्यान्सरका सामान्य लक्षणबारे कुरा गर्नुपर्दा लामो समय निको नहुने घाउ, असामान्य गाँठो, बिना कारण तौल घट्नु, लामो समय खोकी लाग्नु, रगत आउनु जस्तै लक्षणहरू हुँदो रहेछ। क्यान्सरबाट बाँच्ने उपायको कुरा गर्नुपर्दा धूम्रपान र रक्सी खानु हुँदैन रहेछ, साथै एचपिभी र हेपाटाइटिस बी भ्याक्सिन लाउनु पर्दो रहेछ, साथै स्वास्थ्य खाना, साथै नियमित स्वास्थ्य जाँच गर्नुपर्दो रहेछ। क्यान्सर हुनुभन्दा पहिलाबाट नै क्यान्सरको डिटेक्ट गर्नु सकिन्छ या सकिँदैन भन्ने कुरा गर्नुपर्दा हो, सकिँदो रहेछ। स्वास्थ्यमा सचेत व्यक्तिहरूले क्यान्सर हुनुभन्दा पहिलाबाट नै अहिलेको विज्ञान अनि प्रविधिको युगमा क्यान्सरको केन्द्रलाई डिटेक्ट गरेर सफलतापूर्वक अपरेसन गरेर स्वास्थ्य जीवन फेरि पाएको यथार्थ प्रमाणहरू पनि धेरै छन्। तर हामी भने स्वास्थ्य जाँच नगरेको कारण साथै क्यान्सरले आफैमा नबिजाएको र र्यापिडली ग्रोथको कारण हाम्रो महत्त्वपूर्ण पार्ट्सहरूमा डिस्टर्ब गरिदिँदो रहेछ। तब हामी जाँच गर्नु जाँदा क्यान्सर भने थर्ड स्टेज या फोर्थ स्टेजमा पुगिसकेको हुँदो रहेछ। हामी पनि सचेत भएर क्यान्सरबाट जोगिनु हो भने 2 वर्षमा एकचोटि क्यान्सरको जाँच गर्नु एकदमै आवश्यक रहेछ। यो बेसिक जानकारी मात्र हो। क्यान्सर रोगबारे अझै धेरै जान्नु हो भने डाक्टरको सल्लाह लिन एकदमै आवश्यक छ।